मेरो नयाँ भ्लगमा हजुरहरूलाई स्वागत छ। अब हामी 6 बजे टक्क अनलाइन बस्न गइरहेका छौँ रातिको। आज चाहिँ हामी एटलिस्ट 6 घन्टा पनि गर्छौँ, कति हुन्छ अर्निङ त्यही हिसाबले 6 देखि 8 घन्टा गर्ने विचार छ आज चाहिँ। अब हेरौँ के हुन्छ। आज चाहिँ अफर अलिकति सानो अफर दिएको छ, एउटा मात्रै अफर छ, जुन चाहिँ 6 ट्रिप कम्प्लिट गर्यो भने 9:30 बजेसम्ममा एक्स्ट्रा $20 दिन्छु भनेको छ। र अब यो 3 ट्रिप चाहिँ कम्प्लिट हुँदैन जस्तो लाग्यो, जुन यो $12 को छ। अर्को एक्स्ट्रा गर्यो भने एटलिस्ट 9 ट्रिपसम्म, 6 देखि 9:30सम्म 9 ट्रिपसम्म गर्ने प्रयास गर्छौँ हामी, तर सकिँदैन होला। $32 चाहिँ एक्स्ट्रा आउँछ। अर्को अब 3 ट्रिप भ्यायो भने चाहिँ $13 एक्स्ट्रा आउँछ। टोटल चाहिँ लगभग $45 चाहिँ एक्स्ट्रा अर्निङमा दिएको छ। यो चाहिँ प्रमोसन भनेर क्वेस्ट कम्प्लिट गर्नुपर्छ 9:30 बजेसम्म, तर 6 बजेदेखि गर्दैछौँ। हेरौँ अब के हुन्छ। ल आज न्यू गीत सुनेर एक राइड हान्छौँ हामी। यो चाहिँ नयाँ गीत। आयो कति डलरको तोमा रक्सीकै आउँदो रहेछ, लिदिहालौँ। आएन त म्याचै भएन त त्यो त। ल जाउँ ड्यान मर्फी। नबोल न यार, तिमी नबोल क्या, तिमी लिनु भन्दा त्यसरी डिस्टर्ब नगर क्या यार। कस्तो तिमी गीतको म्युजिकको लिरिक्स सुन, भावमा उ गर त्यो गर न। Just ahead, turn left on Green Street. यो ड्यान मर्फी आइपुग्यौँ हामी। अब यहाँबाट त्यहाँ चाहिँ सेक्युरिटी पनि बसिरहेछ। सेक्युरिटीले अब क्यामेरा नखिच पनि भन्न सक्छ, तर बडीमा टाँसेर जान्छौँ। ल गाइस हामी ड्यान मर्फी आइसक्यौँ। ड्यान मर्फीमा मैले पहिलाको भिडियोमा नि भनेको थिएँ, यहाँ चाहिँ अलिकति अस्ट्रेलियामा सबभन्दा सस्तोमा रक्सी दिने स्टोर हो। ल यहाँबाट पिक गरौँ। Hi. Oh, sorry, it just declined. Yeah, it might be. This is the order. Thank you. Verified. I have the order. Complete pickup. Go to next shop. Head to your drop off at अब जान्छौँ हामी चट्ट लाएर ड्रप अफ गर्न 6.3 किलोमिटर। यो गीत चाहिँ अरुण दाइले चट्ट विदेशमा बस्ने मान्छेहरूलाई लेख्नु भएको गीत हो। यो चाहिँ फुल रेकर्डिङ गरेर हामी सुनाउँछौँ हाम्रो पब्लिकहरूलाई। र जाउँ turn left on Princess Highway. आँगन सुकेको टुक्रा टुक्रा आमाको ओठमा अधुरो आशीर्वाद झुन्डाएर हुर्क्यो देशमै, तर कर्म सबै परदेशलाई। नाउँ त यतैको रगत यतैको, सुख चाहिँ अर्कै देशलाई। हातैले खार्कै कसरी
जुगाडको पसिना माटोमा फोटो मात्रै टाँसेर गए ठेगाना खोज्दै बाटोमा ठेगानै यही त हो तर कामको बोली टाढा फोनको आवाजमा मात्र बचेका छन् घरका ठाउँ हुर्क्यो देशमै तरमा सबै परदेशलाई नाउँ त यतैको रगत यतैको समृद्धि चाहिँ अर्कै देशलाई ड्यान मर्फीमा चाहिँ अब खासै कुर्नु पर्दैन अर्डर जान बित्तिकै 1 मिनटमै पिकअप भइहाल्छ अनि डेलिभरी गर्दा खासै टाइम लाग्दैन त्यस्तो टाइम कन्ज्युमिङ छ हुँदैन अरू रक्सी पसल कुन कुन छ मलाई जहाँसम्म थाहा भएको चाहिँ एउटा ड्यान मर्फी भयो सबभन्दा सस्तो पाउने चाहिँ ड्यान मर्फी हो अनि त्यसपछि अर्को भनेको चाहिँ लिक्विड ल्यान्ड हो कोल्सकै होइन त अब त्यो चाहिँ एक्ज्याक्टली के हो थाहा छैन मलाई भित्र चाहिँ अनि त्यसपछि अर्को भनेको BWS भन्ने छ यसको चाहिँ झन् सजिलो हुन्छ पिक गर्न उबर डेलिभरी ड्राइभरहरूको लागि चाहिँ झन् सजिलो हुन्छ किनकि यो चाहिँ ठ्याक्क स्टोर भनेको यसको चाहिँ अस्ट्रेलियामा चाहिँ ठ्याक्क गाडीभित्र अनि बिचमा त्यो गाडी चल्ने बिचमा यिनीहरूको पसल थापेको हुन्छ मतलब भनेको कुरा भित्र गइराख्नु पर्दैन गाडी पार्क गरेर हिँडेर जानु पर्दैन डाइरेक्ट गाडी रोक्यो डाइरेक्ट बिचमा साइडमा पसल हुन्छ अनि डाइरेक्ट त्यो जस्तै अब अनि मैले त BWS त मलभित्र नि देखिरहेको छु मलभित्र नै हुन्छ तर अब मोस्ट अफ द बाहिरतिर चाहिँ त्यस्तो पसल राखेको हुन्छ अर्को $15 डेलिभरी आयो एक्सेप्ट गर्नु न यो पनि एक्सेप्ट गरिदिउँ 35 मिनट लाग्छ क्लेटन साउथमा हेर एक्सेप्ट गरिदिउँ तिमी नबोल न भने अरूले लान्छ क्या लाँदैन भने यो नजर गएसम्म हुँदैन क्या ए कहाँ गएको तिमी फेरि त्यो आएको बेलामा लिनु ए जान्छ त्यो एक्साइटमेन्ट हो कि के हो होइन अब त्यो Excitement हो हो त्यो नगर क्या त्यो गर्नु पर्दैन त्यो नगर म आफै गर्छु म एक्सेप्ट गर्छु मलाई लिन मलाई जति नै आउँछ नआयो घर जामलाई केही छैन Please ring the bell. Ring the bell भन्दा हस् I will ring the bell ल हामी घरमा आइसक्यौँ here is the order Thank you. Yeah. 0281. I need your ID verification as I well haven't got it. Give me a moment. okay I can't give that stuff to you yeah, I'll just without get the ID ID, okay okay. thank you okay sorry about that No, that's okay. the app looks like it will take time sometime it the error may happen and Yeah. No, that's okay. last time when I did one delivery Did it work? No. you use different ID or return order use different ID I don't know driving license can I use it again Yeah, absolutely. Fine. Oh, great. Yeah. Thank you. Have a good night. have a good night oh sorry pin I need to sorry have a good night Head to your pickup at Halal Fusion Taco. अब जाउँ यो पिकअप गर्न जस्ट 2.5 किलोमिटर छ तर यसलाई चाहिँ ड्रप अफ गर्नु छ क्लेटन साउथमा ल हामी आइसक्यौँ हाम्रो फ्युजनमा क्रियाश्री थ्याङ्क यू र यही हो हामीले पिक गरिसक्यौँ अब जान्छौँ हामी कतातिर 18 किलोमिटर पर छ अनि बाँच्न आयो एउटा कुरा चाहिँ मलाई के भन्न मन लाग्यो भन्दाखेरि अब यो ट्रिप चाहिँ अलिकति फाइदाको ट्रिप होइन $15 को पेट्रोलको हिसाब गर्ने हो भने $5 को तेल खाएर $10 को मात्र 20 किलोमिटरको यसले फाइदा दियो प्लस अब गाडीको मेन्टेनेन्स कस्ट त यसमा उठेकै छैन यो ट्रिप चाहिँ हामीलाई खासै फाइदा छैन बरु यो $15 को ट्रिप भन्दा छोटो ट्रिप $5 को दिएको भए त्यो चाहिँ फाइदा हुन्छ पेट्रोलको पैसा नि धेरै लाग्दा पनि आउँछ टाइम पनि खासै धेरै लाग्दैन मेरो नम्बर अफ ट्रिप पनि कम्प्लिट हुन्थ्यो अनि
रिक्वेस्ट पनि कम्प्लिट भएर बोनस पनि आउँथ्यो भर्खरै $6 को ट्रिप आयो मैले एक्सेप्ट गरेँ स्प्रिङ भेलमा अब यहाँ त्यो चाहिँ +1 ट्रिप हुन्छ हामी आइपुग्यौँ यो ड्यान मर्फीमा रहेछ अर्को पिकअप चाहिँ पहिला यो पनि पिक गरिहाल्यौँ फेरि ड्यान मर्फीमै आयो अब यहाँ पार्किङ चाहिँ पाउँछ कि पाउँदैन Turn right. Thanks, bro. थ्याङ्क यू See you. See ya. Very fine. ल हामीले अर्डर पिक गरिसक्यौँ अब जान्छौँ त्यही अघिको डेलिभरी कम्प्लिट गर्न यो चाहिँ अलिकति भारी रहेछ बियर अर्डर गरेर चाहिँ अब बोकेर त्यहाँसम्म लानुपर्छ सोचिरहेको थिएँ कि मैले भारी दियो भने त्यहाँसम्म बोकेर लानुपर्छ कि ट्रली घिसारेर लाने हो यहीँ गाडी ल्यायो भने पनि रहेछ तर उबर म्यापले मलाई त्यहाँनिर देखायो अलिक भित्र रहेछ अब म ग्लास साह्रै भयो यत्रो बोकेर ल्याउनु पऱ्यो यार 1 कार्टुन बियर अनि हामी त्यो $15 को डेलिभरी पुऱ्याउन आयो मिट एट डोरमा मिट चाहिँ होइन यहाँ चाहिँ बोलाउने यत्रो फ्ल्याटहरू कहाँ खोज्छ हियर्स योर अर्डर म्यान इन्जोय योर नाइट If you need a code, गुड नाइट म्यान Head to your drop-off at 240 Victoria Avenue. अब जान्छौँ हामी दक्ष कुमारलाई रक्सी पुऱ्याउन बियर 2.5 किलोमिटर पर यो पनि कम्प्लिट भयो $17 को आयो ह्याम्पटन पार्कमा लामो डेलिभरी छ गरिदिउँ न त ठिकै छ यसले लामो अफर कम्प्लिट नहोस् भनेर लामो ट्रिप दिइरहेछ अब गरिदिनु पर्ला अब के गर्नु त कम्प्लिट नभए पनि घन्टाकै हिसाबले उही नै हुने हो हिसाब गऱ्यो भने एटलिस्ट लास्टमा त्यही हो ड्राइभ चाहिँ नन स्टप हुने भयो पेट्रोल चाहिँ दह्रो खाने भयो ल गरिदिउँ केही छैन मैले नबोला भनेर चुप लाएर बस्या ठिक छ ल Enter the roundabout and नजर त take the third exit गर्नु onto Victoria Avenue. गर्छ त ल यो डेलिभरी पनि ड्रप अफ गर्ने आयो ठाउँमा राइटमा गरिदिउँ यसलाई हामी वी अराइभ भनेर भन्छौँ आई अराइभड अब यो आउँछ आफै किनकि आइडी भेरिफिकेसन गर्नुपर्छ Unit 2. भारी बोकेर पनि हुन्छ हाई I need to scan your ID. Oh, mobile. You good? Yeah. Yep. Like 1 minute at least. Yeah, it's all good, man. Yeah. Have a good night. You too, thanks. Thank you. Head to your pickup at Qua Food. ल हामी कावा फुड कहाँ छ कावा फुड Just ahead pickup. आइपुग्यौँ अगाडि पार्किङको चाहिँ अलिकति समस्या हुन्छ यहाँ चाहिँ अब स्प्रिङ भेलमा पहिला म पनि आएको थिएँ यहाँनिर चाहिँ धेरै जसो एजियनहरू बस्छन् यहाँ पार्किङको समस्या अलिकति छ
Yeah. Yeah, 75. Yeah. Yep. Thank you. Have a good night. ल हामीले अर्डर उठाइसकेका छौँ। यो छ 19 किलोमिटर 19 किलोमिटर परको $17 अनि यस्तो यस्तो डेलिभरी टाढा टाढाको डेलिभरी दिइरहेछ। पेट्रोलको पैसा त कमाइको पैसा त पेट्रोल हालेरै सकिने रहेछ त। उबर इट्सले दरो चुना लगाइरहेछ। स्प्रिङ भेल एसियन गेटवे भन्दो रहेछ। अनि त्यसपछि यो ओपन भएर 2015 मा ठाउँ राम्रो छ, आउनु होला भिजिट गर्न। तर छ जस आउनु घुम्न स्प्रिङ भेलतिर राम्रो छ ठाउँ। ल जाउँ हामी अब यो अर्डर पुऱ्याउन। यो चाहिँ मेलबर्नको चाइना टाउन भन्दा पनि डबल ठुलो छ यो स्प्रिङ भेल गेटवे चाहिँ। आउनु होला यसो भिजिट गर्न, राम्रो छ ठाउँ। easy with nature. Let the river keep its hold. Enter the roundabout and take the first exit onto त्यही हो Balmoral. गेटवे चाहिँ। Enter the Won't fit every night. खतरा छ यहाँनिर, खतरा छ यताको सिन चाहिँ स्प्रिङ भेलको। हटपट सटपट लटपट सबै छ, हटपट लटपट सबै छ। ल यहाँ आउनु होला यसो एसियन खाना खान, खतरा छ ठाउँ चाहिँ जस। अझै 9 किलोमिटर पर छ ह्याम्पटन पार्कमा यो $17 को डेलिभरी पुऱ्याउन। अझै 11 मिनट लाग्छ भनेको छ। He sat in the tree, silent as stone. Empty bowl, open eyes, whole world's in his palm. Dust on their feet, said, lay down that anger, try walking the street. चट्ट म्युजिक सुन्दै Walk for peace, ड्राइभ गर्दै भाइब चाहिँ अर्को। in the sky. Walk for peace. In 600 meters, turn right on South Gippsland Highway. Before this garden fades away, smoke over wheat fields. Greenville Rise, then drop off on the left. Oh, yes. Yeah, here's your. Miss Hughes is here. Thank you so much. Have a good night. अहिलेको लास्ट डेलिभरी चाहिँ यस्तो खोल्सामा ल्याएर राख्दैछ। यो खोल्सामा अफर पनि आएन, के अरे अर्डर पनि आएन, कामै छैन। ल जाउँ म्याकडोनल्डतिर। अब अहिलेसम्म चाहिँ हामीले मैले 4वटा ट्रिप डेलिभरी गरेँ। अब 2टा ट्रिप कम्प्लिट भयो भने चाहिँ $20 एक्स्ट्रा दिन्छ भनेको छ। तर अब त्यो चाहिँ 9:30 बजीसम्म कम्प्लिट गर्नुपर्छ। 8 In बजेर 300 7 meters, enter the roundabout and take the first भइसक्यो। exit अब onto एटलिस्ट Tilbury हामीसँग Boulevard. चाहिँ 1 घन्टा 20 मिनट जति छ। त्यति बेलामा अर्डर आयो भने अब डेलिभरी 2टा कम्प्लिट गऱ्यो भने चाहिँ एक्स्ट्रा $20 पाउँछ। अब हेरौँ के हुन्छ। जाउँ त्यही भएर अर्डर आउने नजिकै ठाउँमा म्याकतिर। अर्डर फर क्रिस्टिन। क्रिस्टिन 8A D21. That's fucking. Oh, that's from Canada. Oh shit. It's good. Have a good night. आइपुग्यौँ ड्रप अफ गर्ने ठाउँमा। यो धेरै बेरै लागेन, यो जम्मा 10 मिनट पनि लागेन $5 को ट्रिप कम्प्लिट गर्न। क्रिस्टिन Yes, that's me. Thank you. Thank you very much. यो पनि हामीले अर्डर दियौँ। म्याकडोनल्ड्स आयो $17 को। क्लियर नर्थमा आयो $17 को ह्याम्पटन पार्क। 2टा डेलिभरी रहेछ। ल गरिदिनु पनि एक्सेप्ट। Head to your pickup at Smoke and Joe's Pizza in Roehampton Park. ल यो चाहिँ 2टा डेलिभरी दियो एकैचोटि यसले $17 को। किनकि अब अर्को डेलिभरी यस्तो टाइममा चाहिँ के गर्छ भन्दाखेरि उबर इट्सले अब जब मेरो अफर कम्प्लिट हुन लाग्यो तब चाहिँ के गर्छ यसले एकचोटि हेर्नु यहाँनिर अफर कम्प्लिट हुन लागेपछि चाहिँ यिनीहरूले अब मैले एउटा अफर गरेर म भाग्छ भनेर हो कि अब के हो हैन घर जान्छ भनेर अर्को एउटा दिन्छ। तर त्यो चाहिँ मैले भ्याउँदिनँ होला सायद। अब त्यो अफर पनि कम्प्लिट गरोस् भनेर। अब त्यो के हो यिनीहरूको थाहा छैन। जहिले नै यस्तै नै हुन्छ। जहिले नै लास्टमा चाहिँ 2टा डेलिभरी दिन्छ।
एउटा डेलिभरी गरेपछि चाहिँ ढुक्क हुन्थ्यो भनेको 2टा डेलिभरी चाहिँ केही छैन गरम टाइम क्यालकुलेट भइरहेको छ Turn right, then pick up. Hi. Order for Sadia. Yep, thank you. ल हामीले सादियाको अर्डर लिइसक्यौँ अब जान्छौँ हामी 0.3 किलोमिटर नागाज किचनमा भियतनामिज रेस्टुरेन्ट रे यो छ 0.3 किलोमिटर पर हेलो अर्डर फर किम या यस्तो मुला Yeah. Thank you so much. Have a good night. Kim? Yep. Here is the order, man. Enjoy your night. Thank you. Good night. Confirm. Head to your drop off. अब गर्ने ठाउँमा आइपुग्यौँ 0.5 किलोमिटर रे चट्ट लाएर ड्रप गरिदिउँ अब Turn left on Falafel Road, then turn right on Tory Way. अर्को अर्डर चाहिँ आएन अब ल आयो $7 को यो पनि एक्सेप्ट गरिदिउँ यो चाहिँ तपाईँको 5.6 किलोमिटर अब हेरे गरिदिउँ न त 16 मिनट लाग्छ अरे ल गरिदिउँ Sadia S says, need a door. Please ring the doorbell. Drop off on the left. ल चट्ट लाएर झोलाबाट सामान निकालेर ड्रप गर्नुपर्छ कसलाई रे सादिया हियर इज अर्डर म्यान हेभ अ गुड नाइट ल यो पनि कन्फर्म गरिदिउँ कम्प्लिट भयो अब छ अर्को अर्डर 5 मिनट्स 2.6 किलोमिटर क्लियर नर्थमा यो छ लिक्वर ल्यान्डमा रहेछ ल टक्सिकर रहेछ यो डेलिभरी पनि गरिदिउँ लिक्वर ल्यान्ड त्यही हो Hi. Order for TJ? TJ? Yeah, TJ. Thank you. Have a good night. ल यो भेरिफाइड गरिदिउँ चट्ट लाएर अर्डर भेरिफाई ल जाउँ अब यो पुऱ्याउन Head to your drop off. यहाँ चाहिँ एउटा साथीहरू एउटा वाइन 2टा वाइन रहेछ होइन अन्त यो क्याम्पमा खसेर फुट्यो भने अर्को टेन्सन फेरि ल 1 मिनट बाँकी डेलिभरी Turn कम्प्लिट left हुन on Remedy Drive. Just ahead, turn left on Sincere Way. 1 minute I think yeah it's verified man have a good night yeah thank you oh sorry I need a pin yeah $1 को आयो डेलिभरी एक्सेप्ट गरिदिउँ यो पनि झ्याप्पै लाएर Head to your pickup at Magellan to Dava Clyde North. ल क्लेड Open face, umele puta soft and true. How live an eye on you. I don't chase what fades away. But the best to here today. So hard, steady pace, a thought of me on my space. It's hot, In 300 meters, pick up on the right. simple living, high thinking, just living. No thought, just living, simple living. थ्याङ्क यू ल
अर्डर हामीले पिक Head to your गरिसक्यौँ drop-off जम at अब 8 डप Camphor Place. 12.5 किलोमिटर रे Onto Brookwater Parade, then turn right on Kolandi लाई Close. पुऱ्याउन को डेलिभरी पुऱ्याउन अमन लभप्रित इन्जोय यर नाइट म्यान यस्तो रातो भएको ठाउँमा चाहिँ अर्डर आउनु पर्ने हो तर आएको छैन अहिले हामी खाली नै बसिरहेछौँ हेरौँ कतिखेर आउँछ अर्डर आयो फेरि विकेट क्लाइडमा गर्ने कि नगर्ने भन्ने हुन्छ फेरि 12.6 किलोमिटरले एक्सेप्ट गरिदिउँ ल भनेपछि 12 र 4 ले 15 किलोमिटर हामी ट्राभल गर्नु पर्यो अब On highway. $5 को त्यसैबाट हो एक्सेप्ट गरिदिउँ त्यहाँ छ ओपोरोटो त्यही पसल हो ओपोरोटो अब एउटा हल्का सानो यतिकै स्मोक ब्रेक लिदिउँ अनि त्यसपछि अर्डर पिक गर्न जाउँ ल ल जाउँ साथी हो अर्डर पिक गर्न अप्रोटोमा यो अर्डर छ रितिकालाई हाई order for Ritika. This is verified. Yep. साथी हो हामीले अर्डर पिक गर्यौं ए डेजर्ट कर्नर कति टाढा हो यो चाहिँ 3.5 किलोमिटर पर रहेछ नि त सेकेन्ड पिक चाहिँ अलि टाढै रहेछ ल चट्ट लाएर यो झोलामा राख्छौँ है त अनि त्यसपछि गाडी स्टार्ट गरेर अर्को अर्डर लिन जान्छौँ 3.6 किलोमिटर पर हामी आयौँ यता अर्डर केमा हो यो सेकेन्ड पिक डेजर्ट कर्नर रे कता छ यो डेजर्ट उ त्यहाँ रहेछ ल उ डेजर्ट कर्नर भनेर अर्डर फर जितेन्द्र अर्डर उठाइसकेको अवस्था हामी लगभग आइपुग्न लागिसक्यौँ Enter the roundabout, then take the first exit onto Slattery Street. Drop off on the right. Head to your drop-off at 10 Habridge Street. Drop off. ल यस पनि सक्यो Shinderin says, meet at door. नर्थमा $9 को डेलिभरी फेरि आयो एक्सेप्ट गरिदिउँ 10 किलोमिटर रे यो त घाटै लगाउँछ यार उ त्यहाँ रहेछ ल कसको लागि हो अभयको लागि रहेछ अभयको लागि पिक गरौँ हाई अर्डर फर अभय थ्याङ्क यू ल हामीले अर्डर पिक गरिसकेको अवस्था ल हामी अब आइपुग्न लागिसक्यौँ 1 मिनेटमा पुग्छौँ अभयलाई डेलिभरी गर्न यो $9 को
अभय here's your order man enjoy your night yep यो पनि कम्प्लिट भयो अझ यो भित्र आयौँ हामी खोल्सामा अब जाउँ हामी ल अर्डर आयो क्रान बनमारे कति 5 किलोमिटर $6 को गरिदिउँ न त एक्सेप्ट ल पुलिस चौकी त्यहीँ रहेछ मामा घर हो ठ्याक्क अगाडि पुलिस चौकी छ त्यहाँ मामा घर क्रानबन पुलिस स्टेसन Then pick up on the left. यही हो कबाब सब चाहिँ ल पिक गरौँ अर्डर ओहो अर्को अर्डर आयो नि त फेरि $7 को यो पनि 8 किलोमिटर रे पिक गरिदिउँ ल न्यू क्यासलमा रेडी भइसकेको अवस्था पिक गरौँ Rasi and Casey. Rasi verified. Rasi verified भयो यो पनि भेरिफाइड गरौँ भेरिफाइड भयो कम्प्लिट पिकअप गो टु नेक्स्ट शप ल जाउँ अब डेलिभरी Yeah, Reese. Yeah. Thank you very much, mate. I really do appreciate Yep. it. Very late, and I do appreciate it. Yeah, no worries, man. Reese. Yeah, this one is yours. Thank I you got very two much. I reviews. appreciate it. Have a good night, man. त्यो त खाली खुट्टै आएछ नि त हामी यहाँ फ्र्याङ्कस्टन रोडमा छौँ अगाडि त्यहाँ पुलिसको बत्ती बोलिरहेछ ड्रग टेस्ट गरेर हो जस्तो लाग्यो मलाई चाहिँ कि ड्रग टेस्ट गरे हो कि एक्सिडेन्ट भयो हेरौँ है त के भएर रहेछ त के हो यो पुलिस त पुलिसै रहेछ तर ड्रग टेस्टै भइरहेको रहेछ पुलिसले गर्छ कि ड्रग टेस्टिङ भइरहेको रहेछ ल यहाँनिर ड्रग टेस्टिङ भइरहेको रहेछ तर हाम्रो गरेन के गर्ने त गरे भए यसो भ्युज जान्थ्यो कि गरे भए यसो भ्युज जान्थ्यो कि सुत्न गयो जस्तो पुलिसहरू Continue straight through the roundabout onto Cranbourne Frankston यस्तै छ Road. यहाँनिरको भ्युज हाम्रो चाहिँ ड्रग टेस्ट गरेन तर अब ड्रग टेस्टिङ चाहिँ भइरहेको रहेछ त्यहाँ अगाडि Cranbourne Frankston Road. ल साथी अब डेलिभरी अब यो कम्प्लिट भएपछि 4.3 किलोमिटर अझै छ क्यासीलाई अर्को आयो फ्र्याङ्कस्टनमा हालवर्ड कोडबाट $8 को यो पनि एक्सेप्ट गरिदिउँ ल हामी 0.5 किलोमिटर छ क्यासीलाई ड्रप अफ गर्नलाई जान्छौँ ड्रप अफ गर्न अनि त्यसपछि अर्को पिकअप छ हाम्रो $8 को त्यो पिक गरेर फेरि ड्रप गर्छौँ Drop off on the right. ल यो राइटमा रे तर हामी लेफ्टमा रोक्छौँ Yep. 192, Cassie? Yes. Oh. That is the best timing. Yeah. Yep. Oh.
Here is your order, man. What was the pin? All good. Have a good night. त्यो कसरी आयो भन्दाखेरि अलिकति लुट्न जस्तो गरेर आयो चाहिँ के रहेछ भन्दाखेरि गाडीमा आएर हामीलाई फलो गरेर डेलिभरी लिन आएर रहेछ ऊ आफ्नो क्यास पिन पनि उसको सही नै थियो उसले सही नै भन्यो ठ्याक्क हाल्दाखेरि ठ्याक्कै भयो तर अलिकति कस्तो भन्ने अब यो अलिकति रातिको समयमा चाहिँ अलिकति डेन्जर जस्तो भयो अलिकति तर उसले चाहिँ हामीलाई पछाडिदेखि नै फलो गरेर आएर रहेछ अनि यहाँ आएर हाम्रो गाडी नम्बर सबै हेरेर अनि लिएको रहेछ अब राम्रैसँग लियो लिन चाहिँ अब त्यस्तै हो राम्रैसँग लियो भनौँ न अब राम्रै गाडी नम्बरबाट थाहा हुन्छ मैले कुन गाडी ड्राइभ गरेको छु कुन मैले उबर इट्सबाट कुन मेरो गाडी रेजिस्ट्रेसन नम्बर हेरेर सबै उनीहरूलाई थाहा हुन्छ अनि फलो गरेर यताबाट ठ्याक्कै उनीहरूको घर पनि यहीँ रहेछ यहीँ रोकेर ठ्याक्कै पिक गरेर लिएर गयो अर्डर चाहिँ अनि पिन पनि लियो बेस्ट टाइमिङ भन्दै थियो ठ्याक्कै भयो ल जाउँ अब अर्को पिकअप गर्न फ्रेङ्कस्टन भनेको चाहिँ अलिकति डेन्जर एरिया पनि हो त्यो मान्छे त्यसरी आउँदाखेरि चाहिँ अलिकति मलाई पनि अलिकति मनमा झसक्क चाहिँ भएको थियो अलिकति त्यो तर उसले चाहिँ मलाई रेजिस्ट्रेसन नम्बर मेरो रेजो नम्बर हेरेर फलो गरेर रहेछ यही हो भनेर ठ्याक्क उसको घरको अगाडि आएर पिक गरेर लियो मान्छे चाहिँ हेर्दाखेरि डिसेन्टै थियो तर अलिकति अब यो ठाउँमा एरियामा अलिकति डेन्जरै छ यो एरिया चाहिँ अलिक सतर्क भएर डेलिभर गर्नुपर्छ रातिको समयमा हैन ल म्याक पनि आयो यही हो पिक गरौँ यहाँबाट Hi, order for Rohan. Thank you. On to Benini Drive. ल हामी रोहनलाई पुर्याउन आयौँ अर्डर पुर्याउन 0.5 किलोमिटर अवे अरे Just ahead, enter the roundabout and take the first exit onto Beller Avenue. Here's your order, man. Thank you very much. Have a good night. Oh, sorry. I need a pin. Pin. All good. Thank you. Have a good night. $7 को फ्रेङ्कस्टन को आयो के छ यसमा लिम न त Head to your pickup at McDonald's registered sign Caringal. किन यस्तो आएको यसले मलाई स्क्याम गर्न लाग्यो क्या यो उले उबर इट्सले म अचम्म परिरहेको छु किन यत्रो धेरै 37 को दियो 2 point कति किलोमिटरको ट्रिप $37 को दियो कि नाइट लोडिङ सोडिङ गरेर दिन लाग्यो यिनीहरूले मलाई अचम्म लाग्यो मलाई त यस्तो त हुन नपर्ने हो कि भने यो उबर इट्समा अलिकति के अरे ऊ गइरहेछ स्क्याम भइरहेछ यस्तो त नहुनु पर्ने हो है साथी हो है अलिकति म अचम्म परिरहेको छु $37 एउटा ट्रिपको म्याकडोनल्डमा यही फ्रेङ्कस्टनदेखि फ्रेङ्कस्टनमा त नदिनु पर्ने हो $7 को एउटा ट्रिप त कहाँ दिन्छ त ल यो म्याकडोनल्ड पनि आयौँ हामी अब यहाँ केही न केही त भा हो यत्रो पैसा त नदिनु पर्ने हो उबर इट्समा किन दिएको हो म अचम्म परेछु Order canceled. ल ल अर्डर क्यान्सल भनेर भनिदियो यस्तो छ साथी हो यहाँसम्म लिएर आयो अनि अर्डर क्यान्सल भनिदियो यो उबर इट्सको स्क्याम हो कि के हो थाहा छैन है साथी हो ल यो चाहिँ मैले रेकर्ड गरेर राखेको छु अब हेरौँ अब के हुन्छ कसरी के थाहा अब अर्डरै क्यान्सल भयो 37 को दियो लास्टमा अर्डर क्यान्सल रे $7 को आएको थियो तर मैले गरिनँ पिक
उनीहरूले तर म गर्दिनँ यो पनि पिक अर्को $60 को आयो तर यो पनि पिक गर्दिनँ म दिइरहेको छ अघि क्यान्सल गरिदियो अब यत्रो नि लिन्न म किन लिने अघि क्यान्सल गरिदियो त्यहाँ पुगेपछि हावा फ्रेङ्कस्टन $9 को आयो के गर्ने भर्खर $7 को ट्रिप आएको थियो मैले एक्सेप्ट गरिदिएँ कुनै छैन $5 को आयो order for Kathleen and that's 2 order okay Silence gone. Empty Drop off on the right. यहाँनिर धेरै स्पिड ब्रेकरहरू रहेछ यार Kathleen? Yeah, all good. Have a good night. Nice night. Yeah. Awesome. Yeah. Have a good night. Head to your drop Hi. Here's your order, man. Thanks, mate. Have a good night. She's like, Cheers. यो चाहिँ देखो यो चाहिँ एन्डी ह्यान्ड ह्यान्डमा टोटल अर्निङ छ 17वटा ट्रिप कम्प्लिट गऱ्यौँ र टोटल अर्निङ छ $171 अर्को आयो $6 को गर्ने कि नगर्ने भन्ने कुरा हो लास्ट एउटा गरिदिउँ न त 2 बजे निस्किने हो 2 बजेसम्म गर्ने $6 को तर नगरौँ यार यो रिजेक्टै गरिदिउँ सीफोर्ड यो पनि रिजेक्ट गरिदिउँ लास्ट एउटा गरिदिउँ यो पनि 9.5 किलोमिटर रे क्रानबर्न साउथ ल यहाँबाट जान्छौँ ड्यान्डेनोङ लास्ट एउटा ट्रिप गरेर यो चाहिँ एक्सेप्ट गरिदिएँ मैले म्याकडोनल्ड्सबाट अर्को यसले $4 को ट्रिप दियो क्रानबर्नमै एक्सेप्ट गरिदिउँ ल म्याकडोनल्ड्स आयौँ अर्डर छ 2टा अर्डर KCASS क्यासरोल र एमीलाई पिक गरौँ म्याकमा चाहिँ अब नाइट चाहिँ एकदम धम्माधम अर्डर आइरहेछ पुरै कतिवटा अर्डर त मैले रिजेक्ट पनि गरिदिएँ त्यही पनि अर्डर आएको आइछ नन स्टप आइरहेछ नाइटमा order for cash and Amy. Yep. $15 को डेलिभरी हो यो राख्छौँ हामी गाडीको डिक्कीमा म्याकडोनल्ड्स चाहिँ एकदम रकिङ टाइपले नाइटमा मान्छेहरूले अर्डर गरे गर्दो रहेछ म्याकबाट राख्यौँ ढोकामा समिट डो कुकुर पुगिरहेको थियो आयो क्रानबर्न वेस्टको यो डाइरेक्ट रिजेक्टै गरिदिन्छौँ हामी अर्को दियो फ्रेङ्कस्टनबाट रेड रोस्टरबाट दियो अब सीफोर्ड अब यो फेरि ब्याक जानुपर्छ गरिँदैन साथी हो देखोदै गर्छ यिनीहरूले रातभरिमा अर्को आयो बरविकको यो पनि उतैतिर पुऱ्याउनु गऱ्यो भने त रातभरि हुने रहेछ 13 किलोमिटर रे नगरौँ साथीहरू प्रिन्सेस हाइवे ड्यान्डेनोङ रे होइन $11 को होइन 17 किलोमिटर भने यो चाहिँ एक्सेप्ट गर्नु Head to your pickup at Monster Kebab. Salvan? Yeah. Thank you. Have a good night.
यो छ 8 किलोमिटर। Salvan, here's your order, man. Yeah, have a good night. Oh, sorry. Excuse me. Pin. 20 वटा ट्रिप कम्प्लिट गरेर र अनलाइन बस्यौँ कति हामी। अब चाहिँ अफलाइन जाउँ पहिला सुरु। अब आजलाई यति नै गर्नु पर्ला र हाम्रो मेरो तपाईको अर्निङ हेर्नुहुन्छ भने आज गरेको छौं हामीले $198.85 अर्निङ। कतिवटा 20 वटा ट्रिपमा 9 घण्टा 15 मिनेट अनलाइन बसेर। तर वास्तवमा भन्यो भने हामी 7.5 घण्टा मात्रै अनलाइन बसेको छौं र 7.5 घण्टाको अनलाइन बसेर हामीले $20 प्रमोसनको पाएँ मैले र $178.85 नेट फेयर पाएँ। र यो हिसाब गर्ने हो भने चाहिँ 7.5 घण्टाको 7.5 इन्टु $32 गर्दाखेरि चाहिँ नेट वेजेज चाहिँ $240 हुन्छ र माइनस $198.85 गर्दाखेरि $41 ले चाहिँ आज एभरेजमा हामी सर्छौं। इस्टिमेट गरेको यो चाहिँ 21 दिनपछि चाहिँ आएपछि चाहिँ म तपाईहरुलाई त्यसको अपडेट दिनेछु। र आजलाई चाहिँ यति नै। र नेक्स्ट भिडियोमा चाहिँ म राइड शेयरको पनि लिएर आउँछु। हस् त, भिडियो मन पर्यो भने लाइक शेयर कमेन्ट गरिदिनु होला। आजलाई चाहिँ यति नै। र मैले के अर्को नयाँ कुराहरु ल्याउनु पर्ने छ कमेन्टमा लेखिदिनु होला। त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद।